देख्न सक्नुहुन्छ जङ्गल गरिदिन्छु आज तिमीलाई मङ्गल मेरो बोली या रियल बोली भनेको यो चम्की हामीले गाउनु छ अनि किन यो आगो फर्केर गइरहेको कि कनाले मलाई मार्ने हो रुक न ओए मनी चङ्क पनि छैन बुस पनि छैन एटिट्युड मात्र भरि रुक न तिमीलाई चाहिँ कसरी थाहा भयो अगाडि खाल्टो छ भनेर बन्टी हाँस्नु चाहिँ अनि के पागल सिकाइयो चाहिँ आउन पनि को पागल पागल को त्यही साई लाउनु बाइक लिएर त्यही आउँथ्यो बाइक हो साइकल त ओड्किन्छ नि बाइक गफै त हो नेपालमा अहिले गफ चलिरहेछ गाउँमा भएको भयो परसम्लाहरू यस्तो छोडेर लग्थे सरम नौ यस पुरा यता पुरै सुकिरहेछ कि अनि म पनि देखिरहेको छु कि एउटा हातले समात्दाखेरि कस्तो हात दुखेर म कसम भनेको अनि अनि त्यो यो गाइड्स आज हामीले वनलाई फाड्न गइरहेका छौँ रुक न मुला कराउनु हुन्छ गर्दै ल भयो बाउ आज चाक त कसम हुन धुलो पिठो पर्छ यार अब घर जान्छ यता गइन्छ के बाटो फेरि यहाँ पिच बाटो रहेछ पिच बाटो छ यहाँ बाटै पिच बाटो छ त अनि हामी लमजुङ बाटो त छ कि भाउजू चढम यो बाटो त हेर्दैछु यार
वही बोल देना यार। कुल्याउने एकचोटि फेरि म कुलिम बौला नभन्नु है। 500 रुपियाँ कमाउन के गाह्रो छ, सजिलो छ र गाइज। आगो आगो धुवै धुवा गाइज। ल 500 रुपियाँ साठले यताको त लगभग भइसक्यो यार। लगभग भयो भनौँ। उतापट्टि अर्को मान्छेले गरिरहेको हुनुहुन्छ, यतापट्टि भित्र चाहिँ मैले लिएँ क्या। यहाँबाट सिधै माथि उता उता थुप्राहरू छन्, उता हाडिरहेछन्। नजरले चाहिँ के गर्नु यार अब। अब सार्न पर्यो गाइज, सार्ने। सार्ने अब टक्क पाराले। Guys, what the fuck guys? कितना है भाई? 500 रुपये। 500 रुपये दे दोगे क्या? 500 रुपियाँको लागि यस्तो गर्नु परेको छ होइन। अनि हातमा फेरि यति लामो लट्ठी टक्क दिनुपर्ने हुन्छ होइन। अहिले चाहिँ मेरो बाल्ने काम होइन, निभाउने काम हो। निभाइरहेको छु म तिमी जहिले तिमीलाई निभाइरहने छु म जस्तै भएछ क्या। फेरि धेरै कुराहरू डिस्टर्ब गर्छ होइन। घाम यति चर्को छ कि अब यसलाई यसो निभाउनु पर्ने हुन्छ होइन। 500 रुपियाँको लागि त्यहाँ गर्मीमा 12 बजेको गर्मी घाम कति हुन्छ भन्ने हजुरलाई थाहा हुनसक्छ। यस्तो दुःख गर्नु पर्छ। ल यसलाई यता हाल्नुपर्ने हुन्छ भाँडैले। यो नजलेको भएर यता बाहिर साइड लगाइदिएको। यता पनि छ है टक्क लगाएको भइसकेको छ। आफूलाई हुन्छ नि भयो भन्ने, अब भयो भन्ने बेला टक्क यसरी गरिदिने क्या। बालै छैन। अनि यसलाई फेरि अझै बोल्ने प्रयास गर्छ यो बाल्ने बरु एकछिन बसेर। उहाँसम्म गहन गाइजहरू म चाहिँ यही बुत्ताको आयो देखेर यसो यसलाई निभाएर जाऊँ भन्ने कुरो हो। तर पनि बलक चाहिँ आइरहेको हुन्छ। दामी छ जे होस्, काम चाहिँ गरिराख्नु पर्ने हुन्छ। 500 रुपियाँको लागि देख्नुभयो त गाइज। यति रगत पसिना बोक्नुपर्छ त गाइज। ए हजुर हो, साइला पर गहन पर। नाइ नाइ सकिन्न के, सकिन्न कौनुमा
कच्चो हुन्छ होला रोक्नु म आएँ अहिले खोज्ने होला नि फेरि 2 मिनट गाइस अनि अहिलेको 12 बजेछ 11 बजेछ अनि जाने टाइम चाहिँ अब अझै 1 घन्टा छ गाइस अनि खाना खाने हो फेरि आउने हो अनि 4 घन्टा गर्ने हो हेर्नु न पसिना यस्तो धुवा यता झन् बोलिरहेछ यता अब यति बोल्यो भने निभाइदिएर जाने हो यस्तो गर्नुपर्छ नि यार साथीहरू पैसा सजिलोमा छैन त्यही भएर यस्तो भन्छु कि तिम्रो फ्यामिली राम्रो छ तिमीलाई सपोर्ट गर्ने मान्छेहरू छन् भने तिमी राम्रो विषय लिएर पढ्दा हुन्छ यार बुझेन म त फेरि जोइन गर्न लागेको क्लास यस्तो तालले हुन्न न यार 500 रुपियाँ यस्तो गर्नुपर्छ त्यसो उहाँबाट हो यो साइडमा अरूले गरिरहेछ कि अनि दाउरा हेर्नु न अनि यो चाहिँ टक्क अन्त यो अहिलेको 11 बजे छ 1 घन्टा पछि हजुरसँग भेट्छु जाने टाइममा अनि त्यही हो गाइज अरू भन्न केही छैन खोलिदेऊ न मनका कुरा खोलिदेऊ न सरी भन्छु म आमा तिमीलाई धेरै दुःख दिए म जङ्गल हो कि यता फेरि पुरै जङ्गल हो महाकसम चितुवा हुन्छ यो भित्र भन्ने सुनिरहेको छु तर मेरो चाहिँ कपाल राम्रो छैन क्या हो टक्क यस्तो गर्नु पर्यो त्यही हो गाइज अहिले कपाल सपाल मेरो अनुहारमा चाहिँ नगर्नु जानु होला काम चाहिँ गरिराख्नु पर्या हुन्छ यो कतिखेर निम्ने हो गाडी गाइजहरूले काम गरिरहन् हेर्न सक्नुहुन्छ त्यही हो गाइज एकछिनपछि हजुरलाई भेट्छु